साफेबगर नगरपालिकाले स्थानीय स्तरमा न्यायिक निकाय वा विवाद समस्या समाधानका लागि मेलमिलापकर्ता तयार गरेको छ। नागरिकको पहुँच छिटो, छरितो र कम खर्चिलो गरी समस्या समाधान गर्ने लक्ष्यसहित मेलमिलापकर्तालाई गाउँ गाउँमा खटाएको छ। न्यायिक समितिले सुरुमा मेलमिलाप मिलापत्र गराउने प्रयास गर्नुपर्ने व्यवस्था रहेको अछाम जिल्ला अदालतका शीर्षदार राईभान कुञ्जेडाको भनाइरहेको छ। नगरपालिकाको भनेको छ वडा स्तरीय मेलमिलाप केन्द्रको 905 को ढाँचामा अनुगमन गरी न्यायिक समिति मार्फत मेलमिलाप सेवालाई सबैको पहुँचमा पुर्याउन आवश्यक सुझाव सहित कार्यपालिका समक्ष पेश गर्न लगाउने, वडा समितिको सिफारिस अनुसार मेलमिलापकर्ताले मेलमिलाप सत्र सञ्चालन बापत 906 बमोजिमको पारिश्रमिक यातायात खर्च र भत्ता भुक्तानी गर्ने यो जिम्मेवारी हुनेछ नगरपालिकाको भनिएको छ। मेलमिलापकर्तालाई तालिम लगायत क्षमता वृद्धिका कार्यक्रम चलाउने, मेलमिलापकर्तालाई प्रोत्साहित गर्ने गतिविधि सञ्चालन गर्ने। अब जस्तै तपाईँ मेलमिलापकर्ता हुनुभयो, सूचित हुनुभयो, हाम्रो यहाँ न्यायिक समिति अथवा हाम्रो यो साफेबगर नगरपालिकाले तपाईँहरूलाई फेरि पनि रिफ्रेस तालिम जस्तै फेरि पनि अझ केही कुराहरू थप भयो, संशोधन भएको छ भने ती संशोधनका कुरा मेलमिलाप सम्बन्धी तपाईँहरू कुनै बिर्सिसक्नु छ भने भएको छ भने त्यो कुराहरूको लागि नेपालको संविधानले नेपालमा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत रहने व्यवस्था गर्नुका साथै यी अदालत बाहेक कानुन बमोजिम हेर्ने स्थानीय स्तरमा न्यायिक निकाय हुने व्यवस्था गरेको छ। गाउँघरमा हुने विवाद समाधानको वैकल्पिक उपाय मेलमिलापकर्तालाई इङ्गित गर्न खोजिएको छ। स्थानीय स्तरमा स्थानीय सरकार सञ्चालन ऐनले न्यायिक अधिकार अन्तर्गत विवादको निरूपण गर्ने अधिकार र मेलमिलापबाट हुने विश्वास न्यायिक समितिका संयोजक एवं उपप्रमुख शिवबहादुर कुँवरको रहेको छ। वैधानिक रूपमा तालिम नदिकन यसलाई वैधानिक अगाडि बढ्दो रहन्छ। हामीले गत आवामा हामीले उहाँहरूलाई तालिम दियौँ र आज शपथ गरेर उहाँलाई खालको वैधानिक रूपमा हामीले अगाडि बढाएका छौँ र यो साफेबगर नगरपालिकाका हुन सक्ने कुनै पनि सानातिना जुन ऐनले हामीलाई दिएका चाहिँ अधिकारहरू छन् तिनलाई कार्यान्वयन गर्नका लागि उहाँहरू नगरको न्यायिक समितिलाई सहज गर्ने सहयोगकर्ताको रूपमा उहाँहरू भाग्नुभएको छ र उहाँबाट हामीले चाहिँ हाम्रा नगरका सबै सानातिना मुद्दा मामिला जो कानुनले व्यवस्था गरे अनुसारलाई उहाँहरूको सहज हुन्छ भन्ने कुरामा अपेक्षा गरेर हामीले उहाँलाई चाहिँ आज शपथ गरेका छौँ, उहाँलाई परिचय पत्र दिएका छौँ र उहाँलाई एउटा चाहिँ शपथका कागज पनि दिएका छौँ र अबका दिनमा फेरि वडामा पनि मेलमिलाप केन्द्रको स्थापना गरेर अगाडि बढ्ने हाम्रो चाहिँ उद्देश्य रह्यो। समाधानको विभिन्न उपायहरूमध्ये एउटा उपाय हो। यस प्रक्रियामा तटस्थ तेस्रो पक्षको सहयोगमा विवाद समाधान गर्ने प्रयास गरिन्छ। साफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले मेलमिलापकर्तालाई गाउँ गाउँमा गएर निष्पक्ष सेवा प्रदान गर्न आग्रह गर्नुभयो। 48 घण्टाको तालिम प्राप्त गरिसकेपछि हामीले यो ड्यू पनि यहाँ हेरेका थियौँ। हामीले जुन हाम्रा दिदीबहिनीहरूले जो न्यायिक समितिका न्यायकर्ताहरूले जुन विभिन्न चरणमा अब एउटा जुन तालिम गरा जुन आफूले प्रदर्शन गर्नुभएको थियो, आफूले कसरी न्याय दिने, वास्तवमा न्यायिक भनेको काखा र पाखा र पक्ष र विपक्षको रूपमा होइनन्। जुन देख्ने आँखाले, जस्तै म यहाँ छु अहिले, म साफेबगर नगरपालिकाको नगर प्रमुख छु, 1 देखि 14 नम्बर वडाका जनताहरू हाम्रो जनता हुन् सोचेर हामीले काम गऱ्यौँ मात्र हामी त्यो समान दृष्टिले हुन्छ। मैले पनि न्याय कुनै दलबाट आएको होला, कुनै अर्कोबाट आएन, एउटा समस्या परेको जनतालाई त्यहाँ आवश्यक परेको होला मैले त्यहाँ काम गर्न सकेन भने त्यो पदमा आएको औचित्य हुँदैन। त्यही रूपमा त जुन तपाईँहरूले जुन न्यायिक समितिमा छुट्नु भएर आउनुपर्छ वडाबाट, तपाईँहरूले पनि जुन जुन के देख्नुभयो तपाईँले त्यहाँ आलीकानला कुरा भयो, सरुबरुका कुराहरू भए, त्यस्ता कुरा हाम्रो गाउँमा झन् त्यसमा अधिकार छ। त्यो अधिकारमा तपाईँहरूले आँखा चिम्लेर जस्तो जे देख्यो त्यो किसिमको तपाईँले न्याय गर्ने तपाईँको अधिकार छ। अन्यायमा रहेका सर्वसाधारण जनतालाई सहज र सरल ढङ्गले न्यायमा पहुँच पुर्याउने मेलमिलापकर्ताले बताएका छन्। स्थानीय तहले पनि आफ्नो न्यायिक अधिकारलाई प्रयोग गर्दा मेलमिलापलाई मुख्य आधारका रूपमा ग्रहण गर्न आवश्यक रहेको छ।